Hello guys, welcome to my new video and जय लिम्बू भ्लगमा स्वागत छ तपाईहरुलाई। म आज यसो बसन्त ऋतुको हरियालीमा आँखालाई यो हरियालीमा नजर डुलाउँदै हिँडिरहेको छु। यसो टक्क टक्क हिँड्न मजा आउँछ। यता चाहिँ हाम्रो साथीहरु चाहिँ नाक्सी गर्दैछन्, त्यतातिरै म पनि भेट्न जाँदैछु। कस्तो छ यसो नाक्सी गरेको हेरम, आफू पनि यसो गरी हेरम बल्छी भनेर चाहिँ नि। अब गर्मीयाम सुरु भयो, सो त्यही भएर म पनि तपाईहरुलाई यसो हाम्रो चाहिँ नि बल्छी खेलाइको दृश्यहरु देखाउन म पनि जाँदैछु। यसो कस्तो माछाहरु परिरहेछ कि छैन हेर्नलाई पनि म गइरहेको छु। यस्तै छ। आई होप सबैजना सन्चै हुनुहुन्छ होला। म पनि सन्चै छु साथीहरु। धेरै आफ्टर लङ टाइम न्यू भिडियो बनाउँदै छु। अस्तिसम्म यो यो चेरी ब्लोसम चाहिँ पुरै फुलेको थियो भने त्यो फुलेको भिडियो देख्नुभयो भने अब आज चाहिँ यसमा पालुवा पलाएर सबै हरियाली भएको देख्दै हुनुहुन्छ। यता मेरो पछाडीको दामी भ्यू चाहिँ त्यही अस्ति फुल फुलेको थियो भने अहिले चाहिँ पालुवा पलाएका छन्। कति चाँडो कति छिटो समय गएको पत्तै नहुने। यो 200 ग्राम हरारीको फोन यसरी उठाउँदा नि हात गलिहाल्दो रहेछ। यहाँ हाम्रो फिसर साथीहरु कता छन् म यसो हेर्छु। यस्तै छ गाइजहरु। हाम्रो 5 दिन लगातार काम गरेपछि शनिबार आइतबार कहिले के गरौँ यसरी नै चलिरहेछ जिन्दगी। परदेशी जिन्दगी यस्तै चलिरहेछन्। के हाम्रो साथीहरु त उता गयो जस्तो छ त नाक्सी गर्न पानी जहाजै चढेर। यस्तो छ है। ओके, हेर्दै रहनु होला। अब म नाक्सीतिरै म तपाईहरुलाई प्रस्थान गराउँछु। हेर्दै रहनु होला है त साथीहरु। फाइनली गाइज हाम्रो साथीहरु चाहिँ त्यहाँनिर पर छन्। यही हो हामीले चाहिँ नि फिसिङ गर्ने ठाउँ। हाम्रो साथीहरु चाहिँ यस्तो छ। म साथीहरुलाई भेट्न जाँदैछु। आज माछाको अवस्था के छ त्यो त्यही पुगेपछि साथीहरुसँग बुझेर प्रतिक्रिया गरौँला। अनि यस्तै छ हैन। यहाँ चाहिँ ठुला ठुला सिपहरु नि आउँछन्। यो खास सिमेन्ट फ्याक्ट्री प्लस अरु खै के हो। यहाँनिर धेरै क्रसर टाइपकोहरु पनि छ। यस्तै छ हाम्रो बसाइ हैन। यहाँ तल हाम्रो एकजना मित्र हान्न तयारी हुनुहुन्छ। अनि यसरी चाहिँ हाम्रो सप्ताहन्त चाहिँ यसरी बित्छ। यहाँ के छ अवस्था हो। यहाँबाट हानिरहेको हुन्छ है मान्छेले हान्न चाहिँ यहाँबाट हानिरहेको हुन्छ। हाम्रो साथीहरुको के कस्तो छ, के पर्ला जस्तो छ हजुर? कति परिया छ हो र के छ अवस्था? त्यो माछा उफ्रेको हैन? के छ अवस्था भाइ? पर म लगभग 3-4 वटा माछा मात्रै पर्या छ। ल 2 घण्टा जति पुगिसक्यो। सबै मिलाएर 3-4 केजी सम्म। 3-4 केजी परिसक्यो। ठुलो छ, 3 वटा ठुलो माछा पर्या छ। लेडी छ। यहाँ बसेर हानिरहन्छ हान्न चाहिँ। तपाईको चाहिँ राम्रै हो। खै म हान्छु एकचोटि। यहीँबाट पौडी खेल्नु हुने रहेछ त थाहा छ कि यहाँ पुगिरहने हेर्दैछु। यहाँ ट्युब लिएर पछि क्लियर आउँछ त भिडियो। त्यो फेसलाई मात्रै क्लियर आउँछ।
औँलाइले च्यापेन नि औँलाइले च्यापेन के झाडीमा पो हान्न भन्दा होइन खतरा हान्थे त म त ला डेन्जर हान्थे त म पहिला फेरि झाडीभन्दा हान्दै दोस्रो ट्राई यही जान्न यार भन्दैछ यही जान्न त अनि यो बिग्रिएछ क्या ल अब चाहिँ लास्ट ट्राई है त ओ बल्ल हैन। साह्रो राम्रो आयो म हान्ने मान्छे हो नि अब त पुरै माझिँदै हो नि दाइ त म होइन टाढै पुग्ने अरे हान्थेँ के माछा छैन जान छ हाने नि मैले अब जाने मैले अब मात्रै होइन मैले अस्ति नै पनि जानेको हो हो त्यति टाढो चाहिँ पुग्ने गरी हान्नुपर्छ के अनि यहीँ पुग्ने गरी मात्रै हान्यो भने त हुँदैन नि धेरै टाढो पुग्ने गरी फाल्यो भने बल्ल माछाले भेट्ने हो नि त इरानी स्टेट हर्मुजमा पुगाइदिनु है गयो कति पावरले हान्दो रहेछ त धागै छुटेर गयो यार सर्प हो यार त्यहाँ हान्नु त त्यहाँ डल्फिन ए आउँदैछ हजुर के हो साँच्चै त्यहाँ ल ओ व्हेल हो व्हेल कि त्यो ऊ चाहिँ होला हौ डल्फिन भित्र छिरेको नि डल्फिन हो डल्फिन सायद हाम्रो माछा चाहिँ परेन अहिले धेरै हावा चलिरहेको भएर धेरै हावा चलेको भएर माछा परेन अब माछा नपरेपछि एकछिन उता हरियालीमै म चाहिँ निस्केँ गाइजहरू हान्दै गर्छन् माछा नपरेपछि के गर्नु त्यहाँ पर टक्क शीतलमा बस्ने हो अनि टक्क के गर्ने त भन्दाखेरि गाइस गीत गाउने कस्तो गीत गाउने त भन्दाखेरि मतलाले गुराँस भएछु बनैभरि फुलिदिन्छु मनैभरि फुलिदिन्छु मतलाले गुराँस भएछु बनैभरि फुलिदिन्छु
मनैभरि फुलिदिन्छु म तलाले गुराँस भएछु। यति नै गाएँ साथीहरू। सो अब माछा त्यस्तै भयो। माछा हावा यत्रो चलिरहेको बेलामा त्यस्तै भयो। अब उता गएर एकछिन बस्ने, त्यसपछि फुटबल खेल्ने हाम्रो योजना छ फेरि। लेट्स हामी त्यस्तै छ गाइजहरू। हल्का इन्जोय त गर्नु पऱ्यो, रमाउनु पऱ्यो। इच्छा लागेको कुराहरू त गर्नुपर्छ। हेल्थको लागि पनि खेल्न त पऱ्यो अन्त। त्यस्तै छ साथीहरू। तपाईँहरू पनि छुट्टी गयो होला, आफूलाई मन परेको कुराहरू गर्नु होला, खेल्नु होला। धेरैजना साथीसँग नै हाइकिङ पनि गर्नु होला। हाइकिङ जाने योजना बनाइरहेको छौँ। सायद हात गलो सायद नेक्स्ट विकतिर हामी हाइकिङ जान्छौँ क्यारा। 1-2जना 2-4जना त्यस्तो छ योजनाहरू है। जाने भनेको थुप्रो भइसक्यो तर गइएको छैन। विशेष हिजो काम पनि थियो, सडोडै हिजो काम थियो झुक्किएर, त्यही भएर पनि गइएन। मात्र जाने योजना गरिसकेको हो। आज फेरि अब आज चाहिँ नर्मल यसो रेस्ट पनि गर्नुपर्छ भनेर आज चाहिँ केही गरिएन है त साथीहरू। रक्तिम मधर छ तिम्रो, लाली नलाए हुन्छ, कालो नयन छ तिम्रो, गाजल नलाए हुन्छ। रक्तिम मधर छ तिम्रो, लाली नलाए हुन्छ, कालो नयन छ तिम्रो, गाजल नलाए हुन्छ। रक्तिम अधर छ तिम्रो। दरदरा ए आहा हा 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 हे मा जो नहेर्नु तिमी माथि माथि सागरको, जो नहेर्नु तिमी माथि माथि सागरको, म हेर्छु मेरो जुन तिम्रो नजरको। ओ म हेर्छु मेरो जुन तिम्रो नजरको, चिनारेखा केही देखाउन म भाग्य फेरौला, तिमी बिहान साँझ मेरो तिम्रै बाटो हेरौला। हो तिमी बिहान साँझ मेरो तिम्रै बाटो हेरौला। धन्यवाद। अब लाग्यो फेरि हामी फुटबल ग्राउन्डतिर फुटबल खेल्न। ट्याग लगाएर हामी जाँदैछौँ। म जाँदैछु, अरू कोही हिँडिसके, कोही आउँदैछन्। टक्क लाएर अब हामी बल खेल्छौँ एकैछिन। अन्त स्वास्थ्यको लागि खेलकुद भन्ने
नारासहित हामी खेल्छौँ। यहाँ हाम्रो किचनबाट बोतल छ भने पानी लानु पर्यो कि दही लैजाउँ। आज गाइजहरूलाई हल्का सरप्राइज दिन पर्यो के दही पानी घोलेर लानु पर्यो के। टक्क दही पानी घोलेर यी ब्यागमा टक्क बोकिहालेँ। आज चाहिँ मैले सेवा गरेँ सम्पूर्ण खेलाडी मित्रहरूलाई र दही पानी घोलेँ, पानी 2 बोतल हालेँ अनि गइयो। खेलेपछि पसिना आउँछ, पानी त पिउन पर्यो अन्त साथीहरू, पानी पिउन पर्छ, हल्का एक्सर्साइज गर्न पर्छ जिन्दगीमा। अब खेलेको त भिडियो रेकर्ड गरेर देखाउन सकिन्न, तैपनि अब गइयो खेल्न गइयो भने चाहिँ यति भएपछि त पक्कै खेलिन्छ। यसो त्यही जानकारी गराउनलाई हो। अन्त त्यस्तै छ हाम्रो दिनचर्या भइरहेको छ अवस्था। हामी चाहिँ निरन्तर प्रायः जसो पानी परेन भने विकेन्डमा 1 डे चाहिँ हामी फुटबल खेल्ने गर्दछौँ। अनि यसो हेल्दी पनि भइन्छ भन्ने हिसाबले हो खेल्ने हो। इन्जोय हुन्छ, रमाइलो हुन्छ, हप्ताभरिको स्ट्रेस रिलिज हुन्छ भनौँ न, त्यसो भन्न पर्यो। हुन्छ पनि, साँच्चै नै हुन्छ पनि, हाँसिन्छ, खेलिन्छ, रमाइलो गरिन्छ। के गर्नु, बसन्त औला भन्थे, यहाँ बसन्त आएर बसन्त आधी भइसक्यो। बसन्ते जान लाग्यो, किस्ने आउन लाग्यो। सागर बसन्ते किस्ने भन्थ्यो, सागर गइसक्यो। सागर भनेको अब हिउँदोमा हिउँ पर्छ, त्यही सेतोलाई सागर भनौँ। अहिले बसन्ते हो। किस्ने गर्मी आउन लाग्यो, किस्ने। सागर बसन्ते किस्ने तेरो दाइ यहाँनिर चाहिँ होइन मिदी भइसक्यो भन्छ नि एउटा, त्यस्तै। अब सागर बसन्ते किस्ने, अर्को ऋतुको नाम चाहिँ फेरि थाहा छैन, त्यसलाई अब मिदी भन्ने होला नि, मिदी। हल्का यस्तै उत्पट्याङहरू त अब गर्दै हिँड्नु भएन भनेर हामी चाहिँ यस्तै छ है साथीहरू। दिस इज माई ब्लग, जय लिम्बू ब्लगमा स्वागत छ होइन। यस्तै छ, रमाइलो छ समग्रमा। रमाइलो मान्नुपर्छ, रमाइलोसँग बिताउनुपर्छ भन्ने कुरा न हो। यस्तै छ जिन्दगी। अहिले चारैतिर हरियाली पालुवा पलाएको मात्रै देख्न सकिन्छ। एकदमै इन्जोय, रमाइलो दृश्यहरू भइरहेको छ। यस्तै छ है, रमाइलो भनेको यही त हो नि। अब म चाहिँ ग्राउन्डमा पुग्न लागेँ साथीहरू। ग्राउन्डमा पुग्न लागियो साथीहरू होइन। हाम्रो ग्राउन्ड बबाल छ, चारैतिर हरियालीले साह्रै मन लोभ्याउने हरियाली भइरहेको छ। अत्यन्तै यो हरियाली देख्दा चाहिँ अत्यन्तै दामी लाग्छ मलाई। त्यही हो, यता हाम्रो साथीहरू आइसक्यो, अब खेल्नुपर्छ। यता हाम्रो आज यहीँको होम ग्राउन्ड भन्छौँ, हाम्रो परिचित, हाम्रो होम ग्राउन्ड नामले परिचित ठाउँमा हाम्रो साथीहरू देख्न सक्नुहुन्छ। यस्तो बबाल
यस्तो बबाल ठाउँ छ होइन ए हाम्रो खेलाडी मित्रहरू ल है हाम्रो खेलाडी मित्रहरूलाई जय लिम्बू भोलोगमा स्वागत छ तपाईहरुलाई पनि यसो बेला बेला देखाउनु पर्यो ल है गाइजहरु रोनाल्डोलाई देखाइदिनु पर्यो रोनाल्डो अदिन हो रोनाल्डो खेल्ने मेस्सी हा जिम टोली भर्सेस नो जिम टोली भन्ने कुरो भइराछ अब हेरौं ल है जिम टोलीहरु छुट्याउँ त जिम टोली हेरौँ त यता एकजना जिम टोली जिम गरेपछि अनुहारै टल्किरहेछ वा छिन्छ अनि जिम टोली वहाँ हो निलो ऊ पर जिम टोली ल उता नो जिम टोली उता छुट्याउँ त हिमालदै उता जानु ल हामी नो जिम टोली म नो जिम हो ल जिम टोली यता 5 जना ल ठ्याक्कै 5 जना यता ठ्याक्कै नो जिम ल जे होला खेला खत्तम आजको खेला खत्तम जिम र खेला खत्तम भातेको टिमको तर यार जिमहरुको कडा यार स्टामिना कडा हुँदो रहेछ नि सँगै कुमकुम जुदाएर कुद्दा त है ठेला उछिटेर पर पुगिन्दो रहेछ त सञ्जीव भाइले मलाई उछिट्याएर यसो कुमकुम जुत्दा त आमामा प्र्याक्टिस गरेर खोङयाहरुलाई बोलाएर खेल्नुपर्छ पोतीको छाती खाइया छ त हजुर यस्तो पोतीको छाती ओके हाम्रो खेलकुद कार्यक्रम पनि सकिसक्यो साथीहरु सबै गयो म यसो हावा खाएर अब म पनि निस्के यो हप्तालाई सक्यो यो विकेन्ड सक्यो साथीहरु थकाइ लाग्यो एकदम अलस थकित भएको अवस्था छ अब जाने नुहाउने नुहाएपछि सक्यो अनि यो भिडियो एडिट गर्ने जोडजाड गर्ने अनि आज युट्युबमा आउँछ साथीहरु त्यस्तै छ जिन्दगी यस्तै छ रमाइलो मान्नुपर्छ रमाइलोसँग बितिरहेको छ इन्जोय लाइफलाई इन्जोय गर्न पर्छ भन्ने मेरो बुझाइ भनाइ हो ओके गाइस आजको काम सक्यो र आजलाई चाहिँ अब यति गर्दै लास्ट भिडियो एन्डिङ एन्ड कस्तो लाग्छ मेरो भिडियोहरु राम्रो लाग्छ भने लाइक कमेन्ट शेयर एन्ड सब्स्क्राइब गर्न नभुल्नु होला यस्तै भिडियोहरु आउँछ र यतिसम्म हेर्दिनु भएकोमा यहाँहरु सबैलाई धेरै धेरै धन्यवाद अनि लाइक कमेन्ट गर्न चाहिँ नभुल्नु होला थ्यांक्स फर वाचिङ सी यू एनदर न्यू भिडियोमा फेरि भेट्ने छौं ओके बाइ बाइ साथीहरु